नमस्कार। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा तामझाम पूर्वक स्वदेश फर्किनु भएको छ। र कांग्रेसका निवर्तमान सभापति देउवाको तामझामसहित स्वदेश फिर्तीले कांग्रेसको शक्ति सङ्घर्ष र कानुनी प्रक्रियाबारे पनि चासो बढेको छ भने अब उनलाई चाहिँ जुन जेनजी आन्दोलनको क्रममा उनको घरमा जुन पैसाहरू डढेको र धेरै सम्पत्ति भएको भन्ने कुराहरू पनि आयो। ती कुराहरूमा छानबिन होला कि नहोला लगायतका कुरा छ। 5 पटक प्रधानमन्त्री भइसकेका व्यक्ति कुटिनु परेको अवस्था पनि रहेको थियो। सम्पत्ति शुद्धिकरणको अनुसन्धान घेरामा परेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तामझामसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवासमा पुगेका छन्। आफ्नो समूह निकट नेता तथा कार्यकर्ताहरूको उल्लेख्य भिडका बीच देउवालाई प्रहरीको कडा सुरक्षा घेरा र स्कटिङसहित धुम्बारा स्थित निवाससम्म पुर्याइएको थियो। लामो विदेश बसाएपछि आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउवालाई समर्थक नेता कार्यकर्ताको उल्लेख्य भिडले स्वागत गरेको हो। विमानस्थलको गोल्डन गेट अगाडि भेला भएका समर्थकहरूले खादा माला बाजागाजा र ब्यानरसहित उनको स्वागत गर्दै नाराबाजी समेत गरेका थिए। गाडीको रन रुफबाट समर्थकहरूतर्फ हात लाउँदै देउवाले अभिवादन समेत गरेका छन्। प्रधानमन्त्री देउवाको स्वागतमा त्रिभुवन विमानस्थलमा सांस्कृतिक झाँकी समेत प्रदर्शन गरेको छ। उपचारको लागि भन्दै विदेश गएका थिए देउवा। 24 भदौ 2082 सालमा भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठ स्थित देउवा निवासमा आगजनी र लुटपाट भएको थियो। सोही क्रममा देउवा दम्पतिमाथि साङ्गतिक आक्रमण समेत भएको थियो। आक्रमणबाट घाइते भएपछि लामो समय काठमाडौँ उपत्यकाकै अस्पतालमा उपचार गराएका देउवा 13 फागुन राति उपचारको लागि भन्दै पत्नी आर्जु राणा देउवासहित सिङ्गापुर गएका थिए। उनीहरू 7 चैत्र 2082 थप उपचारका लागि सिङ्गापुरबाट हङकङ पुगेका थिए। देउवा स्वदेश फर्किए पनि आर्जु भने विदेशमै रहेको स्रोतले बताएको छ। जेनजी आन्दोलनको क्रममा आगजनी भएको बुढानीलकण्ठ स्थित देउवा निवासमा जलेका नोटका टुक्रा फेला परेको समाचार सार्वजनिक भएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले चासो राख्दै उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। विमानस्थल विभागको पत्रका आधारमा काठमाडौँ जिल्ला अदालतले देउवा दम्पति विरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको थियो। उनीहरूलाई विदेशबाट नेपाल फर्काउने उद्देश्यले सरकारले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोल मार्फत रेड नोटिस जारी गराउने प्रयास समेत गरेको थियो। तर आरोप पुष्टि हुने पर्याप्त आधार र प्रमाण नपुगेको भन्दै इन्टरपोलले रेड नोटिस जारी गर्न भने अस्वीकार गरेको थियो। अब देउवा स्वदेश फर्के सँगसँगै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान र अदालतबाट जारी पक्राउ पुर्जीको कार्यान्वयनको विषय फेरि चर्चामा आएको छ। सम्बन्धित निकायले अब अनुसन्धानलाई कसरी अगाडि बढाउँछ त्यो भने हेर्न बाँकी रहेको छ। यता देउवाको स्वदेश फिर्ती काङ्ग्रेसभित्रको शक्ति सङ्घर्षको दृष्टिकोणले पनि अर्थपूर्ण मानिएको छ। काङ्ग्रेसको संस्थापनितर समूहले 29 साउनदेखि काठमाडौँ राष्ट्रिय भेला आयोजना गर्न लागेको पूर्व सन्ध्यामा देउवा स्वदेश फर्किएका हुन्। विशेष महाधिवेशन मार्फत गगन थापाले नेतृत्व गरिरहेका काङ्ग्रेसको आधिकारिकता विवाद र देउवा पक्षका नेताहरूले आह्वान गरेको राष्ट्रिय भेलाले पार्टीभित्रको विवादलाई थप पेचिलो बनाउने देखिन्छ। देउवाको अनुपस्थितिमा लामो समयदेखि सक्रिय रहेको पार्टीभित्रको शक्ति समीकरणमा उनको प्रत्यक्ष उपस्थितिले नयाँ राजनीतिक वर्षन हुने सम्भावना रहेको छ। विशेष गरी काङ्ग्रेसको नेतृत्व आधिकारिकता र आगामी राजनीतिक रणनीतिबारे देउवा पक्षको भूमिका कस्तो हुन्छ भन्ने हेरेको चासो छ।